भजौ हरिलाई भजौ हरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई भजौ हरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई हो यो जिन्दगी भरिलाई भजौ हरिलाई भजौ हरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई भजौ हरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई भजौ हरिलाई भजौ हरिलाई यो जिन्दगी भरिलाई भजौ हरिलाई हरि यो जिन्दगी भरिलाई भजौ हरिलाई हरि यो जिन्दगी भरिलाई भजौ हरिलाई कहिले भनेकै दुराचारी हुन् त्यसले रामलाई वनवास पठाइन् ती आमा राम्री होइनन् भनेर हेर्छ तर केही कारणले रामले रामलीला रचाउन पाउनु भएको यो कुरा कसैलाई थाहा छैन यदि कहीले त्यो कलङ्क लिन तयारी हुन्थिनन् भने भगवान रामले लिलै रचाउन पाउनुहुन्थ्यो भगवान जब अवतरित हुनुहुन्थ्यो बाल्यकालमै भगवानले आफ्नो दिव्य स्वरूप कहीलाई दर्शन दिनुभयो आमा हजुरले मेरा निमित्त एउटा कलङ्क लिइदिनु पर्नेछ भनेर आमा कहीलाई निवेदन गर्नुभयो कहीले हे राम हजुरका निमित्त जति ठुलो कलङ्क सहनु परे पनि म सहन्छु म तयार छु राम भनिबक्सोस् मैले के गर्नु पर्यो आमा कहीलाई भन्नुभयो हे आमा समय आएपछि मैले बताउनेछु त्यो बेलामा हजुरले ग्रहण गरिबक्सला भनेर निवेदन गर्नुभयो त्यसरी आमा कहीले भगवान रामको लीलामा सहयोगी भूमिका खेल्नका लागि कलङ्क आफूले नबोकिदिएका भए रामको लीला पनि चल्थेन त्यही भएर रामले लीला रचाउनका लागि कहीले ठुलो कलङ्क सहनु पर्यो कहिलेकाहीँ आमाहरूलाई त्यस्तो अवस्था पनि आइपर्छ कहिलेकाहीँ बाबाहरूलाई त्यस्तो अवस्था पनि आइपर्छ समाजमा लाग्ने मान्छेहरूलाई कहिलेकाहीँ कलङ्क बोक्नु पर्ने अवस्था पनि आइपर्छ तर पनि लोक कल्याण हुन्छ भने त्यस्ता कलङ्क सहनका लागि पनि तयारी हुनुपर्छ यो कहीले सिकाएको मार्ग लोक भलो बच्चालाई पर्छ आँखामा टाढाबाट दर्शन गर्नुहोला Gana Padma Sare Hatma
उनै रहेछन् राधा कृष्ण उनै नारायण हरि भन्न नजाने नि तिम्रै शरण उनै रहेछन् राधा कृष्ण उनै नारायण हरि भन्न नजाने नि तिम्रै शरण उनै रहेछन् राधा कृष्ण उनै नारायण हरि भन्न नजाने नि तिम्रै शरण उनै रहेछन् राधा कृष्ण उनै नारायण हरि भन्न नजाने नि तिम्रै शरण उनै रहेछन् राधा कृष्ण उनै नारायण हरि भन्न नजाने नि तिम्रै शरण उनै रहेछन् राधा कृष्ण उनै नारायण हरि भन्न नजाने नि तिम्रै शरण हरि हरि भन्न नजाने नि तिम्रै शरण हरि भन्न नजाने नि तिम्रै शरण लौ त भगवान जगतको कहिले भनेकै दुराचारी हुन् त्यसले रामलाई वनवास पठाइन् ती आमा राम्री होइनन् भनेर हेर्छ तर केही कारणले रामले रामलीला रचाउन पाउनु भएको यो कुरा कसैलाई थाहा छैन यदि कहीले त्यो कलङ्क लिन तयारी हुन्थिनन् भने भगवान रामले लीला रचाउन पाउनुहुन्थ्यो भगवान जब अवतरित हुनुहुन्थ्यो बाल्यकालमै भगवानले आफ्नो दिव्य स्वरूप कहीलाई दर्शन दिनुभयो आमा हजुरले मेरा निमित्त एउटा कलङ्क लिइदिनु पर्नेछ भनेर आमा कहीलाई निवेदन गर्नुभयो कहीले हे राम हजुरका निमित्त जति ठुलो कलङ्क सहनु पर्यो पनि म सहन्छु म तयार छु राम भनिबक्सोस् मैले के गर्नु पर्यो आमा कहीलाई भन्नुभयो हे आमा समय आएपछि मैले बताउनेछु त्यो बेलामा हजुरले ग्रहण गरिबक्सला भनेर निवेदन गर्नुभयो त्यसरी आमा कहीले भगवान रामको लीलामा सहयोगी भूमिका खेल्नका लागि कलङ्क आफूले नबोकिदिएका भए रामको लीला पनि चल्थेन त्यही भएर रामले लीला रचाउनका लागि कहीले ठुलो कलङ्क सहनु पर्यो कहिलेकाहीँ आमाहरूलाई त्यसको अवस्था पनि आइपर्छ कहिलेकाहीँ बाबाहरूलाई त्यसको अवस्था पनि आइपर्छ समाजमा लाग्ने मान्छेहरूलाई कहिलेकाहीँ कलङ्क बोक्नु पर्ने अवस्था पनि आइपर्छ तर पनि लोक कल्याण हुन्छ भने त्यस्ता कलङ्क सहनका लागि पनि तयारी हुनुपर्छ यो कहीले सिकाएको मार्ग लोक भलो हुन्छ लोकको कल्याण हुन्छ भने कलङ्क सहनका लागि पनि तयारी हुनुपर्छ कहीले कलङ्क सहन भगवान रामले लीलाको क्रममा कहीले आमासँग भाषा मार्नु भएको थियो आमा मेरो लीलामा हजुरले सहयोगी भूमिका खेल्नुपर्छ त्यही भएर कहीले दशरथ राजासँग रामले के माग्लान् रामको के इच्छा पुरा गर्नु पर्ला मैले बेलैमा जोग गर्नुपर्छ भनेर दशरथ राजालाई बाचामा बाँधेर राखे हे राजा हजुरले मागेका बेलामा मलाई हजुरले बाचा पूर्ण गर्नुपर्छ भनेर बाचा बाँधेर राखे अब पालो आयो कहीको मनले मानेको थिएन रामलाई बाचा दिइसक्नु भएको थियो त्यही भएर पुरा गर्नुपर्ने अवस्था आयो दशरथ राजालाई गएर भन्नुभयो महाराज हजुरले जे चाहिरहनु भएको छ त्यो मेरा निमित्त अनुकूल छैन हजुरले बनाउन खोजेको रामलाई राजा हो तर मलाई यो उपयुक्त लागिरहेको छ मैले मेरै छोरा भरतलाई राजा बनाउन चाहन्छु भनेर निवेदन गर्नु दशरथ राजालाई त छालाबाट झरे जस्तो भयो कहीँ यो के भन्दैछौ तिम्रो पुत्र राम होइन तिमीले आमा भएको आमाको परित्याग गरिरहेको छौ तिमीले त समभाव समदृष्टि जगाउँथ्यौ रामलाई पनि पुत्र मान्थ्यौ आफ्नो पुत्र भरतलाई पनि अनि लक्ष्मणलाई पनि तिमीले यस्तो भेदभाव किन दर्शाइरहेको छौ कहीँ भन्न थाल्यो त्यो मलाई थाहा छैन राजा तर हजुरले मलाई दिएको बाचा आज पुरा गर्नुपर्छ यो मात्र होइन अर्को पनि छ मेरो छोरा भरत राजा बन्दै गर्दा रामले विघ्न पर्ला रामलाई राजकाज भोग अधिकारबाट वञ्चित मात्र होइन 14 वर्ष वनवास भने पठाइबक्सोस् राजन 14 वर्ष वनवासको समेत इच्छा प्रकट गरे हे कहीँ तिमी आमा हो कि आज यो आमाका रूपमा यो आज शत्रुपन धारण गरिरहेको छौ दशरथ राजा निवेदन गर्नु यस्तो नमाग्यो कहीँ यस्तो नमाग मलाई असह्य भइरहेको छ
कैकेयी भन्छन् महाराज मलाई भन्नुहोस् हजुर सत्यवादी होइन भने होइन, बाचा दिएको छैन भने छैन। यदि सत्यवादी हो र बाचा दिएको हो भने मेरो इच्छा हजुरले पुरा गर्नै पर्छ। कैकेयीले धर्म सङ्कटमा पार्नु, बाचामा हारेका दशरथ राजा बाचाबाट अलगिन सक्नु भएन। कैकेयीलाई भने जाऊ कैकेयी जाऊ, तिम्रो इच्छा पुरा हुनेछ। म बाचामा हारेको दशरथ मेरो किन लाग्छ, तिम्रो इच्छा मैले पूर्ण गर्नेछु। कैकेयी आफ्नो इच्छा पूर्ण भयो, रामको इच्छा साकार भयो। मैले कलङ्क सहेर के नै भयो र भन्दै आफ्नो मार्गबाट अलग भयो। अब दशरथ राजालाई छाँगाबाट झरी जस्तो भयो। अयोध्या नगरीमा खुसियाली छाइरहेको थियो, तर दरबारभित्र शून्यता थियो। समाजमा लाग्ने मान्छेहरू यो अयोध्या दरबारभित्र जस्तै बन्न सक्नुपर्छ। बुझ्नुभयो? कहिले काहीँ पीर पर्छ, दुःख आउँछ, त्यो पीर मर्का सबै मनमा धारण गरेर मुखमा मुस्कुराउन सक्नुपर्छ। यो अयोध्या र अयोध्या दरबारभित्रको कहानी जस्तै मनभित्र दशरथलाई परे जस्तो व्यथा बाहिर लोकमा सजिरहेको खुसियाली र आनन्द उमङ्ग, यो हरेक व्यक्तिले सिक्नुपर्ने पाठ हो। सङ्कट त आउँछ सबैलाई, दुःख त पर्छ सबैलाई, तर दुःख मनभित्र गुम्साएर राख्ने चिज हो। अनुहारमा सधैँ अयोध्या हाँसे जस्तै हाँसिरहनुपर्छ, राम राज्य जस्तै खुसियाली अनुहारमा देखिरहनुपर्छ। अनुहारमा दुःख बनाएर के काम हुन्छ र होइन? अनुहारमा चिन्ता भरेर के काम हुन्छ त? त्यो चिन्ता हरण हुने त होइन। तिम्रो चिन्ता मनभित्र राख्ने चिज हो। अनुहारमा आनन्दता छरिरहनुपर्छ, खुसियाली प्रकट भइरहनुपर्छ। भगवान राम वनवास जान तयारी। दशरथ राजालाई छाँगाबाट झरे जस्तो भयो। के गरौँ अब? अयोध्यावासीले राम लक्ष्मण सीतालाई स्वागत गरे। दुन्दुभी बाजाहरू बजिरहेको थियो, घरमा स्वागत घडाहरू राखिएका थिए, पुष्प वृष्टि भइरहेको थियो। रामचन्द्र भगवानको भन्दै जय जयकार गुन्जिमान भइरहेको थियो। तब रामचन्द्र स्वागत स्वीकार गरेर दरबारभित्र प्रवेश गर्नुभयो। शून्यता छाइरहेको थियो। आज म कहाँ आइपुगेँ? दरबार बाहिर त्यस्तो खुसियाली छ, दरबारमा शून्यता छ। पिताजी कहाँ हुनुहुन्छ, माताश्री कहाँ हुनुहुन्छ? सरासर पिताका समीप पुग्नुभयो। दशरथ राजा शोकले घेरिएर आज अनुहारमा कान्ति क्षय भएर बसिरहनु भएको थियो। हे राम, आइपुग्यो राम। हाय पिताश्री, साष्टाङ्ग दण्डवत प्रभु, दण्डवत अर्पण गर्नुहोस्। कल्याण होस् राम भन्नुहुन्छ राजा दशरथ। हे पिताश्री, आज यो अयोध्या नगरी खुसीले गदगद भइरहेको बेलामा मेरा पिताजीको अनुहारमा कान्ति क्षय छ, आँखाबाट अश्रुधारा बगिरहेको छ। के चिन्ता पर्यो पिताश्री? म पुत्र हुँदा हुँदै पितालाई यो शोक, यो चिन्ता, पुत्रको के कर्तव्य रहेर पिताश्री? मलाई आदेश होस्, मैले के गर्नु पर्यो? राम, मैले कसरी बताउँ तिमीलाई? राम, के गाउँ बाबु भन्नुहुन्छ, नजिकै अङ्कमाल गर्नुहुन्छ। राम, मैले तिमीलाई बताउन सक्दिनँ बाबु। हे राम, कसरी बताउँ तिमीलाई? हे राम, रामचन्द्र भगवान भन्नुहुन्छ पिताजी आदेश होस्। पुत्रलाई हजुरले आफूलाई परेको पीडा प्रकट गर्न सक्नु हुँदैन भने म पुत्र कसरी बन्न सकेँ? अनि पिताश्री, हजुरलाई परेको सङ्कट मैले उद्धार गर्न सकिनँ भने म हजुरको पुत्र कसरी रहन सकेँ? भनिदिनुहोस् पिताजी, के कारणले हजुर शोकमा हुनुहुन्छ? हे राम, सुन राम, सुन। तिम्री आमा कैकेयीले मलाई धर्म सङ्कटमा पारिन्। कैकेयीले धर्म सङ्कटमा पारिन् बाबु। तिम्रो भाइ भरतलाई कसरी बताऊ राम, कसरी बताऊ? गला अवरुद्ध भइरहेको छ राम, गला अवरुद्ध भइरहेको छ। हे राम, सुन राम, सुन। तिम्री आमा कैकेयीले तिमीलाई राजा होइन, आफ्नो पुत्र भरतलाई राजा बनाउन चाहिरहेकी छन् राम। आफ्नो पुत्र भरतलाई राजा बनाउन चाहिरहेकी छन्। रामचन्द्र भगवान भन्नुहुन्छ पिताश्री, म पनि हजुरको पुत्र, मेरो प्रिय भाइ भरत पनि हजुरकै पुत्र। म राजा बने पनि अनि मेरो भाइ भरत राजा बने पनि के नै भयो पिताश्री? केवल प्रजाको हित हुनुपर्छ, राजाको दायित्व यति हो। पिताजी, आदेश होस्। मेरो भाइ भरत नै राजा बनेको म हेर्न चाहन्छु पिताश्री। आमाको सङ्कल्प पुरा गर्न चाहन्छु।
राम यति मात्र होइन बाबु, यति मात्र होइन। तिम्री आमा कैकेयीले भरतले राजकाज चलाउँदै गर्दा त्यो रामले राज्य नपाएको कारणले राज्यमा विघ्न पार्न सक्छ। त्यही भएर त्यो रामलाई 14 वर्ष वनवास पठाउनु पर्छ भनेकी छन्। राम 14 वर्ष वनवास। रामचन्द्र भगवान पिताश्री मलाई त आमाले आशीर्वाद पो दिइबक्सनु भएछ, वरदान पो दिइबक्सनु भएछ। साधु सन्त ऋषि मुनि सर्वस्व परित्याग गरेर त्यो जङ्गलको खोजी गर्छन्, आरण्यमा पुग्छन्, साधनामा रहन्छन्। आमाले त मलाई वरदान पो दिनुभएछ, म यसलाई पनि स्वीकार्न तयार छु पिताश्री, म यसलाई पनि स्वीकार्न तयार छु। केवल पिताश्री अब म हजुरको आदेशको प्रतीक्षामा छु, आदेशको प्रतीक्षामा। रामचन्द्र भगवानले आफ्नो पिताका निकटमा निवेदन गर्दै हुनुहुन्थ्यो। दशरथ आँखाबाट अश्रुधारा बगाउँदै शोकमा डुब्दै निवेदन गरिरहनु भएको थियो। हे राम, कसरी जाऊ भनौ, राम तिमीलाई कसरी जाऊ, तिमी बिना म कसरी रहन सक्छु राम, म कसरी रहन सक्छु। तिमी मेरो श्वास, तिमी मेरो प्राण राम, तिमी मेरो प्राण, तिमी प्राण मेरो निकटमा नभएपछि यो श्वासको गति कसरी चल्ला राम, कसरी चल्ला। हे राम, म तिमीलाई जाऊ भन्न सक्दिनँ राम, जाऊ भन्न सक्दिनँ। रामचन्द्र भगवान निवेदन गर्नुहोस् पिताश्री, आदेश होस् भगवान, अब म जङ्गलमा जानै पर्छ। पितालाई परेको धर्म सङ्कट र माताले गरेको सङ्कल्प मैले पुरा गर्नै पर्छ। जान्छु बनैमा, अरे जान्छु नि बनैमा, विरह चल्यो महानैमा, जान्छु नि बनैमा, जान्छु बनैमा, जान्छु बनैमा, विरह चल्यो महानैमा, जान्छु बनैमा, जान्छु नि बनैमा, जान्छु बनैमा, विरह चल्यो महानैमा, जान्छु नि बनैमा। पिताका निकटमा निवेदन गर्नुभयो। बाबु कसरी जाऊ भनौँ तिमीलाई, हृदय कराउने विलम्ब गर्दै पितालाई परिक्रमा गरेर धाम गर्न भगवान प्रस्थान हुने तयारी गर्नु। सीता माता भन्नुहोस् है प्रभु, हजुर किन भने यो अयोध्या के कस्तो कसैलाई आनन्द भयो प्रभु, म पनि सधैँ जान्छु। लक्ष्मण भन्छन्, हे दाजु, म हजुरको चरणको सेवक, मलाई किन 40 वर्षको रूपमा पनि हजुर सधैँ जान्छु। राम सीता लक्ष्मण
14 वर्ष वनवासका लागि प्रस्थान गर्नुभयो। कहिले भरत आफ्नो पुत्र भरतलाई भने बाबु मैले तिमीलाई राज्य दिलाएकी छु। भरतले भने आमा मेरो देवता मेरो दाजुलाई राज्यबाट वञ्चित गराएर मलाई दिलाएको राज्य मैले भोग्नेवाला छैन। म राजा बन्दिनँ आमा, म राजा बन्दिनँ। मेरो दाजुको सिंहासन मैले ग्रहण गर्न सक्दिनँ। त्यही भएर आमा मलाई यो राज्य चाहिँदैन। म दाजुकै निकटमा जान्छु। सरासर रामचन्द्र भगवानको निकटमा जानुभयो। प्रभु जाऊ, प्रजा हजुरको प्रतीक्षामा छन्। म राज्य चलाउन सक्दिनँ दाजु, हजुर बिना कसरी चल्ला राज्य। रामचन्द्र भगवानले सम्झाउनु भयो बाबु आमा बुबाको आशिष आज तिमीले राज्य चलाउनेछौ। फेरि बुबालाई परेको धर्म सङ्कट र माताले गरेको सङ्कल्प पुरा गर्ने पुत्रको कर्तव्य हो बाबु, तिमी जाऊ। म 14 वर्षपछि आउनेछु बाबु, रामचन्द्र भगवानले निवेदन गर्नुभयो। त्यसपछि भरत भन्छ दाजु त्यसो भने म हजुरको सेवक बनेर दास बनेर राज्य चलाउनेछु। हजुरको चरण कमल मलाई प्रदान होस्। खडा लिएर जानुभयो। राज्य सिंहासनको समीपमा राखेर सेवक बनेर भरतजीले राज्य चलाइएको छ। यसका दाजुभाइ थिए र पो राम राज्य आउँथ्यो होइन। त्यही भएर रामको लीला, लक्ष्मणको लीला, भरतको लीला, शत्रुघ्नका लीलाले दाजुभाइमा एकताको सङ्केत प्रदान गर्दछ। त्यही भएर रामका लीला परम्पार छ। 2 अध्यायमा रामायण कथा कसरी सकेला र तर पनि संक्षिप्त कथा हजुरका माझमा राखे है। भगवान रामको लीला 14 वर्ष वनवास बस्दै गर्दा विभिन्न सङ्कट आइपरे सहस्र स्वीकार्नुभयो। रावणले सीतालाई हरण गरेर लिएर गयो। भगवान रामलाई पनि शोक पर्यो। कति पीर पर्यो होला हेर्नुहोस् त। सीता बनैमा हरे सीता बनैमा कति पीर पर्यो होला रामका मनैमा। सीता बनैमा हो सीता बनैमा कति पीर पर्यो होला रामका मनैमा। सीता बनैमा हो सीता बनैमा कति पीर पर्यो होला रामको मनैमा। रामचंद्र भगवान का सीता बनैमा सीता बनैमा कति पीर पर्यो होला रामको मनैमा। सीता बनैमा सीता बनैमा कति पीर पर्यो होला रामको मनैमा। हरे कति पीर पर्यो होला हरे कति पीर पर्यो होला रामको मनैमा। 14 वर्ष वनवास सँगसँगै नागरहरूको सहायता लिएर लङ्कामा आक्रमण सीतालाई निराकृति परमात्मा युद्ध नगरी प्रस्थान। प्रजाले काटेका कुरालाई सम्झिनी बनेर सीतालाई अग्नि परीक्षा सँगसँगै वाल्मीकि नमरेका मुनिका आश्रममा सीताको प्रस्थान। गर्भवती हुनुहुन्थ्यो। लवकुशको पुत्र उत्पत्ति पूर्व वाल्मीकि मुनिले सारा परमात्माका लीला सीताका निकटमा वर्णन गरिरहेको सुन्नुभएको थियो। राजन कस्तो हो त यो रामायण भन्दा वाल्मीकि मुनिले लेख्नुभएको सीताको वीर चरित्र भएको लोक कल्याणकारी परमात्मा रामको लीला। वाल्मीकिले लेखेको रामायण रामको लीला सीताको पारायण। वाल्मीकिले लेखेको रामायण रामको लीला सीताको पारायण। वाल्मीकिले लेखेको रामायण रामको लीला सीताको पारायण। सीता को पारायण।
को पातायो लौ त भगवान जगतको अधिपति परब्रह्म परमात्मा राम अवतार गरेर अवतरित भएर जन्मएका लीला भेट भएका विस्तार गरे प्रभु अगाडि गएर लवकुशका वंशचरित वृत्तान्त अगाडि बढ्दै गए निमिषाले राजाहरू उत्पत्ति भइबक्सनुभयो यसरी शरीर वंश परिपूर्ण तुल्याउँदै चन्द्रवंश वृत्तान्त पाखिर महिमालाई विस्तार गराउँदै बुध आदि पुत्रहरूको उत्पत्ति जहाँबाट चन्द्रमाको उत्पत्ति हुन पुग्यो जहाँबाट वंशचरित वृत्तान्त अगाडि बढ्दै गयो त्यो वंशलाई चन्द्रवंश वृत्तान्त पाखिर महिमा भनेर बताएको छ राजन चन्द्रमाका साथमा आसक्ति हुनुभएकी ताराबाट उत्पत्ति भएको वंश विस्तार भएको वंशलाई चन्द्रवंश भनेर बताउँदछ प्रभु भनेर यो सारा महिमा चरित वृत्तान्त विस्तार गरेर सुन्नुभयो प्रभु अगाडि गएर ऐलादि शक्तिशाली राजाहरूको उत्पत्ति भयो दौहित्र परशुराम आदि उत्पत्ति भइबक्सनुभयो दुष्ट जनहरूलाई संहार गरिबक्सनुभयो कार्तवीर्य आदि शक्तिशाली राजाहरूका साथमा युद्धमै चरित वृत्तान्त अगाडि बढ्यो परशुराम अवतरित भइबक्सनुभयो दुष्ट क्षत्रियहरूलाई संहार गरिबक्सनुभयो धर्म रक्षाका निमित्त सुन्नुभयो लौ त परमात्मा भगवानले अनगिन्ती लीला रचाउनुभएका लीलामय चरित वृत्तान्त सँगसँगै वंशचरित वृत्तान्त अगाडि बढ्दै गएको थियो नहुस राजाका वंशमा ययाति नामहरूको राजा उत्पत्ति हुनुभयो राजा ययातिका अनु द्रोह तुर्वसु पुरु यदु आदि पुत्र उत्पत्ति भए ती सबैबाट वंश चल्यो यदु पुत्रबाट यदु वंशको विस्तार भयो जुन वंशमा परब्रह्म परमात्मा भगवान कृष्ण अवतरित हुँदै भइबक्सनुहुन्छ राजन यदु वंश परमात्मा अवतरित हुनु पूर्व गोकुलमा ग्वाला बाला वसुदेव देवकी नन्द बाबा सारा जनलाई परमात्माले लीलामा पहिले नै शरीर गराइबक्सनुभयो उग्रसेन राजा कंसासुर युवराजका रूपमा भगवानले भूभार हलुङ्ग तुल्याउन राम अवतारमा लीला रचाएका सखीहरूलाई द्वापरमा परमात्मा भगवानले ग्वाला बाला बनाएर आज अवतरित गराइबक्सनुभयो अलौकिक लीला परमात्माको लीला भगवानको बालीला प्रारम्भ हुने तयारी हुन थाल्यो भगवान अवतार हुनु पूर्व माता पिताका निकटमा अलौकिक परमात्माले पहिले दिएको वरदानलाई समावेश गराइबक्सनुभयो अब उग्रसेन राजाका पुत्र थिए कंसासुर युवराज कंस जस्तो प्रवृत्ति छोराछोरीमा भयो भने कंसै भने भइहाल्छ होइन कंस भनेको कंस रूपी हंस भयो भने कंस जस्तै छोरा भइहाल्यो है हंस गतिलो हुनु पर्यो है हंस गतिलो भएन भने कंस भइन्छ है त्यही भएर विचार गर्नु होला कंस आएपछि हंस उडाइदिन्छन् फेरि त्यही भएर हाम्रो विचार हाम्रो बुद्धि हाम्रो विवेक असल बनाउनका लागि कृष्णलाई जपिरहनुपर्छ कृष्ण इति कृष्ण आफूतर्फ कर्षण गर्न सक्ने सामर्थ्यवान छ भगवान कृष्णको लीला त्यही भएर कृष्ण 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 भनेपछि समस्त सङ्कटहरू भगवानले हरण गर्न सक्नुहुन्छ हरे इति हरि हरण गर्न सक्ने आफूतर्फ खिच्न सक्ने सामर्थ्यता रहेको कृष्णको लीला छ तिनी लीलाधारी परब्रह्म परमात्मा भगवान अवतार लिने तयारी गर्दै भइबक्सनुहुन्छ राजन अब मथुरा नामहरूको नगरी उग्रसेन नामहरूको राजा राजकाज भोग अधिकार चलाएर बसिरहेका थिए तिनी उग्रसेनका समीपमा अलौकिक यस्तो अवस्था आइपुग्न पुग्यो कंसले आफ्नो पितालाई नै बन्दीगृहमा राख्ने तयारी गरे हे पिताजी हजुर अब राजकाज भोग अधिकार चलाउन सामर्थ्यवान हुनुहुँदैन त्यही भएर यो राज्य अब मैले हाँक्छु आफ्नै पितालाई बन्दीगृहमा लिएर थुनामा कंसासुरले हालिदिए यतातिर पिताजी आफ्नो छोरीको विवाहको तयारी गर्दै भइबक्सनुहुन्थ्यो त्यो जिम्मेवारी पनि कंसले अपनाउन तयारी भए मैले देवकीको विवाहको तयारी गर्न थालेँ योग्य वरको खोजी गर्न थालेँ योग्य वर खोजी गर्दै जाँदाखेरि धेरैतर्फ दृष्टि लगाए तर आफ्नै राज्यमा आफ्नै समीपमा काम गरिरहेका सेनापतिका रूपमा रहेका वसुदेवलाई आफ्नै बहिनी प्रदान गर्ने तयारी पनि गरे हे वसुदेव मैले योग्य पात्र तिमीलाई नै देखेँ त्यही भएर मैले आफ्नो बहिनी तिमीलाई प्रदान गर्ने तयारी गर्छु जाऊ आफ्ना सारा जनहरूसहित यो मुहुर्त पारेर आफ्नी बहिनी म देवकी तिमीलाई प्रदान गर्छु ग्रहणका लागि आऊ भनेर आदेश प्रदान गर्यो नमानौ कंस छ मारिहाल्छ पितालाई बन्दीगृहमा थुनिसक्यो मानव वैवाहिक जीवनमा बाधिएको छु कसरी मैले यिनलाई ग्रहण गर्नु वसुदेव ब्रह्मज्ञानलाई धर्म सङ्कट आइपुग्यो भइगयो मर्नुभन्दा बहुलाउन निको अब यसले जे भन्छ त्यही मान्नै पर्यो भनेर सरासर विवाहको तयारी गर्ने आफ्ना सारा जनालाई साथमा लिएर मथुरा नामरिका नगरीमा कंसले चाहे अनुसारको देवकीलाई पाणिग्रह ग्रहणका निमित्त जाने तयारी गरे भयो राजन कंसले मथुरा नगरी बेहुली सिगारे झैँ सिगारिदियो अहिले हाम्रो निर्णय धाम सिगारिए जस्तै है दुन्दवी बाजाहरू बज्न थाले लावा पुष्प वृष्टि हुन थाल्यो आकाशबाट देवता
दृष्टि लगाउन थाले भगवानको अवतारको तयारी हुँदैछ भने सारा लोकमा लीलाका लागि आएका जनहरू प्रसन्न हुन थाले। विवाहको मण्डपमा तमसासुर आफै छटिन थाले। वसुदेव र देवकीलाई विवाह कर्ममा पाणी गृहका साथमा परिपूर्ण तुल्याएर अब तमसासुर बहिनी र जयले साथ मिलेर मथुरा नगरीबाट छोड्नको निमित्त गाडी तयार गर्न थाले। बहिनीको विवाह पूर्ण तुल्याएर तमसा रथमा सजिएर विभिन्न सर सामान साथमा लिएर बहिनीलाई छोड्नका लागि जाँदै थिए। बीच बाटोमा पुग्दै गर्दा मेघ गर्दन थाल्यो, बिजुली चम्किन थाल्यो, सँगसँगै आकाशवाणी पनि हुन पुग्यो। जसलाई पुर्याउन जाँदैछस् त्यसको 8औं गर्भबाट तेरो मृत्यु निश्चित छ। के सुन्दैछ माधुरी? जसलाई पुर्याउन जाँदैछस् त्यसको 8औं गर्भबाट तेरो मृत्यु निश्चित छ भनेर आकाशवाणी भएको सुन्दैछु म। के अचम्म हो? ए वसुदेव, हजुर महाराज, तिमीले के सुन्यौ? हजुरले जे सुनिबक्सनु भयो मैले पनि सुनेको त्यही हो। ए कुरो त्यसो हो? त्यसो भए सत्य रहेछ यो कुरा, मैले सुनेको है त। है आकाशवाणी कहिलेकाहीँ झुटो पनि हुन सक्छ। आकाशवाणी झुटो हुन सक्दैन। के गरौँ त यसलाई? के विचार गरौँ भने 8औं गर्भ यसबाट प्राप्त हुने गर्भले मेरो नाश गर्ने भयो। यसैलाई निश्चिताइदिए भने, यसैलाई सकिदिए भने न रहन्छ बाँस न बच्छ बाँसुरी। जरै मासिदिए भने फल लाग्न पाउँदैन। जेसुकै होस्, यो मेरी बहिनी भए पनि यसैलाई सिकाइदिन्छु। मलाई म आज नसिक्दै छोड्दिनँ। के गरिबस्नु मेरो बाटो आजै विवाह गरेर कन्यादान गरेको हात पनि ओभाइसकेको छैन होला, अझै चिसै होला। हामीलाई विदाईका क्षणमा आउँदै गर्दा यो बीच बाटोमा ल्याएर आफ्नै बहिनीलाई वध गर्न खोज्दै। भावनात्मक कुरा गरेर मेरो बाटो अवरुद्ध गर्ने काम नगर। तिमी मेरो मित्र हौ, तिमी छोड मेरो बाटोबाट। यस्तो नगरी ए बाबा, आज नसिक्दै छोड्दिनँ। आतताई पाप लाग्छ, आतताई पाप। बहिनीलाई वध गर्छ। ए वसुदेव, मेरो बिचमा नआऊ तिमी भन्दैछु म। महाराज, निवेदन गर्छु, 8औं गर्भले मार्छ भन्या हो, बरु हो सुनिबक्सिस्। सासु सुनिबक्सिस्। के बोल्नु खोज्दैछौ? बोल। बरु हजुरलाई त्यो 8औं गर्भ प्रदान गरौँला। के रे भन्दै राम्रो सुनिनँ मैले तिमीलाई। महाराज, हजुरलाई 8औं गर्भदेखि भयो हो भने त्यो 8औं गर्भ बरु हजुरलाई प्रदान गरौँला। वसुदेव, बहिनीलाई वध नगरी बक्सिस्। 8औं गर्भ कि 8ऐ गर्भ? महाराज, हजुरको विचार बरु 8ऐ गर्भ प्रदान गरौँला। 8ऐ गर्भ। कुरो त यो पनि ठिक हो,
आठै गर्भ मैले नाश गरिदिएँ भने यो मैले आफ्नै बहिनीलाई किन बन्द गर्न पर्यो? हे वसुदेव, महाराज तिमी सत्य बोल्दैछौ? सत्य व्रत धारण गर्छौ महाराज, सत्यवादी सत्य हो नि? सत्य हो महाराज, सत्य। यदि झुटो ठहरियो भने राम्रो हुनेवाला छैन, याद गर। कंसासुर हे जेठान, हे जेठान, कंसासुर हे जेठान बहिनी नकाट, कंसासुर हे जेठान बहिनी नकाट, झुटो कोरा कहिले पनि हुन्न मबाट। कंसासुर हे जेठान बहिनी नकाट, झुटो कोरा कहिले पनि हुन्न मबाट। कंसासुर हे जेठान बहिनी नकाट, झुटो कोरा कहिले पनि हुन्न मबाट। सत्य हो नि? सत्य हो जेठान, सत्य। झुट कहिल्यै बोलेको छैन, झुट म बोल्दा पनि बोल्दिनँ। ठिक छ, उसो भए आठै गर्भ हजुरलाई भयो, बहिनीलाई बध नगरी बस्छु। ठिक छ, उसो भए तर म तिमीहरू दुवैजनालाई बन्दी गृहमा लगेर थुनिदिनेछु। मन्जुर छ? मन्जुर छ महाराज, मन्जुर छ। चल है, उठ। किन दिनु? हे सुनौ, बन्दी गृहमा लगेर थुनिदेऊ। क्या महाराज? हे भगवान, यस्तो जेठान कसैलाई नपरोस्, विवाहकै दिनमा धन्दै मार्ला, बहिनी पनि नछाड्ने कस्तो कंस रहेछ। विवाहकै दिनमा, पाणी ग्रह गरेकै दिनमा आज धन्न कालबाट मुक्त भयो। बन्दी गृहमा गएर वसुदेव ब्रह्मज्ञानी देवकीका निकटमा निवेदन गर्दै सती प्रार्थना गर्दै सम्झाउँदै भइबक्सनुहुन्थ्यो राजन। हे देवकी, धन्न नमान्नु, भगवानले कृपा गर्नुहुनेछ, केही न केही परमात्माले लीला गर्दै हुनुहोला, भगवानले शोक हरण गर्नुहुनेछ, दुःख हरण गर्नुहुनेछ। हे देवकी, नरौ 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 भन्दै देवकीका निकटमा सम्झाउँदै बुझाउँदै प्रार्थना गर्दै भइबक्सनुहुन्थ्यो राजन। भोबो आमा देवकी रुनु पर्दैन, भोबो आमा देवकी रुनु पर्दैन, आठौँ गर्भ पैदा नभई कंस मर्दैन। भोबो आमा देवकी रुनु पर्दैन, आठौँ गर्भ पैदा नभई कंस मर्दैन। भोबो आमा देवकी रुनु पर्दैन, आठौँ गर्भ पैदा नभई कंस मर्दैन। परमात्मा भगवानकै अवतार हो, किनकि परमात्माले आकाशवाणी गरिबक्सनु भएको छ। भुवार हलुको तुल्याउनु परमात्मा भगवानको आगमन हुनेछ भनेर सम्झाउँदै भइबक्सनु। त्यो समय बित्दै हुँदै गयो, पहिलो गर्भ रह्यो, गर्भ सँगसँगै मास परिपूर्ण हुँदै गयो, सन्तानको प्राप्ति भयो। पहिलो सन्तान जन्मने बित्तिकै कंसासुरले थाहा पाएर सरासर आइपुग्यो। महाराज, आठौँ गर्भले मार्छ भने हो, आठौँ गर्भ छाडौँ कि भनेर कंसले विचार गर्दै थियो।
सेवकले सम्झाउनु थाले, महाराज छोड्नु हुँदैन, अगाडिबाट गन्दै जाँदा पछाडिको आठ, पछाडिबाट गन्दै आउँदा अगाडिको आठ, कुन आठले मार्ने हो महाराज थाहा छैन। त्यही भएर यस्तो गल्ती नगरी बस्योस् महाराज भनेर निवेदन गर्यो। त्यही भएर पहिलो सन्तानलाई घोडामा समातेर भुइँमा पछारेर कंसासुरले वध गर्यो। क्रमिक रूपमा दोस्रो सन्तान, तेस्रो, चौथो, पाँचौँ, छैटौँ सम्म कंसले वध गर्यो। सातौँ सन्तान गर्भ परिवर्तन गराइदिनु भयो। शेषशाही भगवान दाजु बलरामका रूपमा परमात्मा आफू अवतार लिनु पूर्व अवतरित भइबस्नु भयो। बलरामका रूपमा शेषशाही भगवानको अवतार भयो। को परिवर्तन गराएर रोहिणीका गर्भबाट दाजु बलराम अवतरित गर्नुभयो। सातौँ गर्भ खेरा गयो भनेर कंसलाई बताइयो। अब परमात्मा भगवान आठौँ गर्भका रूपमा अवतार लिने तयारी गर्दै हुनुहुन्थ्यो। जगतको अधिपति परमात्मा भगवानको आगमनमा सारा देवगणहरू प्रत्यक्षमा थिए, हाम्रो दुःख हरण हुने गयो भनेर जगतको अधिपतिको आगमनको तयारीमा पुष्पलाभ वृष्टि आकाशबाट गरिरहेका थिए। राजन आउने बेला भो हरि, आउने बेला भो, भक्तजनको रक्षा गर्न आउने बेला भो, आउने बेला भो हरि, आउने बेला भो, भक्तजनको रक्षा गर्न आउने बेला भो, आउने बेला भो हरि, आउने बेला भो, भक्तजनको रक्षा गर्न आउने बेला भो। भाद्र कृष्ण अष्टमी तिथि रोहिणी नक्षत्र मध्यरात्रि 12 बजे बुधबार का दिन मथुरा नामक नगरी कंसासुरको कारागारमा वसुदेव र देवकीलाई माता पिताका रूपमा स्वीकार्दै परमात्मा परब्रह्म अवतरित भइबस्नु भयो। राजन जगतको अधिपति दिव्य स्वरूपका रूपमा अवतरित हुनुभयो। माता पितालाई दर्शन दिनुभयो। सूक्ष्म रूपमा आफू आफ्नो स्वरूपलाई बदलेर पिताजीले आदेश दिनुभयो, पिताजी मलाई गोकुल नगरी पुर्याइबस्नु है, लीला रचाउने छ भनेर जगतको अधिपति परमात्मा भगवान अलौकिक स्वरूपका रूपमा अवतरित भएर आफ्नो स्वरूपको दर्शन पिताजीका निकटमा परमात्मा भगवानले प्रदान गराइबस्नु भयो। राजन कृष्ण जन्म भो आधा रातमा, शङ्ख चक्र गदा पद्म सहरै हातमा, बच्चालाई बच्चा आँखामा टाढाबाट दर्शन गर्नुहोला।
तारै हातमा तारै हातमा तारै हातमा ढलमगन्न हातमा सङ्गतारा गदा पद्म तारै हातमा हातमा सङ्ग चक्र गदा पद्म तारै हातमा Sakata